मान्छेहरू लड्छन्, मायालाई बचाउन सँगै बस्न भविष्य बुन्न। तर हाम्रो लडाईँ त्यो त बिछोडको थियो। म अझै सम्झन्छु तिमी आँखा चिम्लिएर हुन्न भनिरहेकी थिए। म मुस्कुराउँदै बुझेँ भनेर झुट बोल्दै थिएँ। हामी बीच कुनै युद्ध थिएन, तर शान्त युद्ध जस्तो मौनता थियो। न कोही जित्यो न हार्यो, तर दुवै घाइते भयौँ। सायद प्रेम त्यस्तो हुँदो रहेछ जहाँ कहिलेकाहीँ सँगै बस्न भन्दा टाढा जानु नै मायाको प्रमाण ठहरिन्छ। हाम्रो प्रेम गहिरो थियो, तर समयले साथ दिएन। दिएन। हामी बाँकी रहेनौँ, तर सम्झनाहरू आज पनि एक अर्काको न्यानो स्पर्श बोकेर बाँचिरहेका छन्।